कहिले एकछिन गहिरेर सोच्यो हामी साँच्चै बाँचिरहेकै छौँ कि केवल एउटा सिस्टममा चलिरहेछौँ। यो क्वेसन एकचोटि आफूलाई सोध, किनभने आजभोलि हामी धेरै बिजी छौँ तर सायद कहिले पनि साँच्चै जिउन सकिरहेका छैनौँ। बिहान उठ्ने, काममा जाने, पैसा कमाउने, अरूभन्दा ठुलो मान्छे बन्ने, सोसल मिडियामा राम्रो देखिने, डिसिप्लिन, मोटिभेसन, सक्सेस, बिजनेस, सेलिब्रिटी, इन्टरप्रेन्योर, यो सबै शब्दले हामीलाई यस्तोसँग चेजमा राखेको छ कि हामी आफ्नो सास समेत सुन्न बिर्सिसक्यौँ। हामीलाई सिकाइयो ठुलो सपना देख, धनी बन, प्रोडक्टिभ बन, टाइम वेस्ट नगर, तर कसैले सोध्यो यो रेसको फिनिस लाइन कहाँ छ? अन्त्यमा त हामीले सबै यो शरीर, यो पैसा, यो फेम, ट्याग सबै छोडेर जानु नै छ। त्यसो भए किन हामी आफ्नो फ्यामिलीबाट टाढा भएर आफ्नो मनको शान्ति बेचेर आफ्नो नेचरलाई मार्दै केवल एउटा आर्टिफिसियल सक्सेसको पछाडि दौडिरहेका छौँ? कोही डिसिप्लिनको नाममा आफूलाई टर्चर दिइरहेछ, कोही अवेरनेसको नाममा रियालिटीबाट भाग्दैछ, कोही स्पिरिचुअल जर्नीको नाममा आफ्नो इगोलाई नै नयाँ ड्रेस लगाउँदैछ, कोही पैसा कमाउने नाममा आफ्नो रिलेसनसिप, हेल्थ, इमोसन सबै सेक्रिफाइस गर्दैछ। र सोसल मिडियाले हामीलाई हरेक दिन भन्छ तिम्रो लाइफ इनफ छैन, अरू जस्तो बन। यो मोटिभेसन होइन, धेरै हदसम्म यो म्यानिपुलेसन हो। हामी एउटा लुपमा परिसक्यौँ। काम गर, थाक, कमाऊ, खर्च गर, कम्पेयर गर, फेरि काम गर, अनि एक दिन थाहा हुन्छ हामीले लाइफ बाँच्नै बिर्सिसक्यौँ। हामी इम्प्लोइ मात्र होइन, बिजनेसम्यान मात्र होइन, फलोवर मात्र होइन, कस्टमर मात्र होइन, हामी मान्छे हौँ। सुरुमा हामी हाम्रो नेचर बिर्सिँदैछौँ। हामी नेचरको पार्ट हौँ। हामी पानी, हावा, आगो, माटो र आकाशसँग जोडिएका प्राणी हौँ। तर हामीले आफ्नो अस्तित्वलाई स्यालेरी, स्टेटस, बोर्डर, पोलिटिक्स, फेम र मनीको नाममा टुक्रा टुक्रा बनाइसक्यौँ। म भन्दिनँ कि सबैले काम छोडेर भाग्नुपर्छ, तर कामले तिमीलाई कन्ट्रोल गर्न छोड्नुपर्छ। पैसा तिम्रो टुल हो, तिम्रो मालिक होइन। ड्रिम तिम्रो इन्सपिरेसन होस्, तिम्रो प्रिजन होइन। डिसिप्लिन तिम्रो ग्रोथ होस्, तिम्रो ह्युम्यानिटी मार्नको लागि एउटा बनेको साधन होइन। अब समय आइसक्यो स्लो हुन, सस्टेनेबल हुन, आफ्नो फ्यामिलीसँग बस्न, नेचरसँग फेरि जोडिन, अरूसँग कम्पिटिसन होइन कनेक्सन बनाउन। किनभने यो दुनियाँलाई अर्को रिचेस्ट पर्सन चाहिएको छैन, यो दुनियाँलाई अर्को साँच्चै बाँच्न सिकेको मान्छे चाहिएको छ। अब क्वेसन यो होइन कि तिमी कति ठुलो मान्छे बन्न चाहन्छौ, अब क्वेसन यो हुनेछ कि तिमी कतिको साँच्चै बाँचिरहेको छौ।